तेरो बच्चालाई के भयो भनेर सुन्दा अब के भयो भनेर पनि आफूलाई थाहा छैन फेरि पानीहरूमा धुलोहरूमा चाहिँ नचल है बाबु खै म यो लुगा फुकालिदिन्छु है खै यहाँ सबै फोहोर बनाएको छ जिउ चिलाइहाल्छ नि के अरे बाबु माया त लाग्छ तर साह्रै दुःख दिन्छस् क्या बाबु है बाबु बिस्तारी तेरिका awareness कामले पनि भ्याइ नभएछ भने अब यति दौरा चिरेर अब त्यहाँ धान लिएर बजार जानु छ के भन्थ्यो होला अरे होइन यो अहिले बुढी पनि कहाँ जान्छ भने यो नचाहिने बेलामा चाहिँ ए बुढा भन्दै फतर फतर गर्न आइरहेको हुन्छ है चाहिने बेलामा चाहिँ कहाँ जान्छ भने यसलाई हेर्न दिइरहेको छैन यताउता चलिरहेको छ कहाँ चाहिँ जान्छ भने के चाहिँ गरेर बस्छ एउटा घाँस लिएर गएको होइन किन फकाएर गएको यही त छोरी म भन्नु पऱ्यो नि त पछाडि आँखा छ मेरो मैले पछाडि आँखा छ भनेर त यत्रो सारा घरको काम गरेर आएको छु यही त छु नि मैले कहाँ खाइहाल बसिरहेको छु त खाली हात भन्नु खोजे होइन क्या यहाँ साह्रै दुःख दियो क्या कामहरू कति छ अब यसलाई पनि यसो हेर्नु पऱ्यो क्या दुईजना मिलेर मैले मात्रै सकिनँ क्या फेरि त राख्ने बच्चा मेरो बाबा कस्तो लुगा पनि फोहोर गरेछ सबै लुगा भिजाएको रहेछ अनि हेर्नु पर्दैन के चाहिँ गरेछ यो बच्चाले मेरो बच्चा के हेर्नु है अखर आगोबाट बचाएर ल्याइ फेरि पानीमा हाल्छ अरे मेरो छोरा ल कति के चाहिँ गर्न सक्छ ल उठ छोरा उठ यहाँ चिसो भयो बाबा उठ उठ मेरो बच्चा उठ ल ऊ यहाँ बस्नु अरे मेरो आज बजार जान पाएको छैन क्या एकछिन राम्रो छ हेर न किन नगर्नु न यस्तै त हो नि बच्चाहरू खेल्छन् बढी बढी त Agar Foundation. सकिँदैन यसरी त बरु सबभन्दा राम्रो यसलाई बाँधिदिन्छु त्यो काम गर्नु त सही हुन्छ के अरे छोरो बाँध्नु त मन लाग्दैन बस बस ल हेर बाबु काम गर्न भ्याइँदैन तँलाई बाँध्नु त रहेन हेर बाबु तँलाई सकिँदैन अब आनन्दले काम गर्न जान्छु यहीँ बसिराख है बाबु अब के गर्ने सानो पनि बदल हो रहरले त कहाँ बाँधे होला अब आफूलाई थाहा छ
अब हेर्नुहोस् स्कुल पढाएको पनि स्कुलमा पनि के छुकछुक गऱ्यो भनेर 2 दिन टिक्न सकेन। अब घर राखौँ दिनभरि काम हुन्छ। अब के भएको हो यसलाई? म त एकदमै के गरौँ भइसक्यो भने। होइन दाइ, बाबुको अवस्था हजुरलाई थाहा छ नि। बाबुले साथीहरूसँगै खेल्दैन, मलाई भोक लाग्यो, मलाई दिसा लाग्यो, पिसाब लाग्यो भनेर भन्दैन भनेर त हजुरलाई थाहा छ नि। सबै कुरा थाहा छ, थाहा पाएर पनि केही थाहा छैन मलाई। होइन दाइ, अब मलाई लाग्छ बाबुको यसो अवस्था हेर्दाखेरि अटिजम हो जस्तो लाग्यो मलाई। हेर्नुहोस् अहिलेसम्म कसैले यो भयो भनेर भन्ने पनि मान्छे भइरहेको छैन। तपाईँले चाहिँ यो खै के छ अटिजम भन्नुभयो। अब यो के हो कसो हो? होइन दाइ, अब भोलि चाहिँ